यो रिपोर्ट दिएको थिएन मैले त्यहाँ। अनि रिपोर्ट पाइन भनेर इन्टरभ्यू दिने मन्त्रीले राज्य व्यवस्थाले यसो गर्यो भन्ने रिपोर्ट तपाईँहरूको अगाडि मैले दिएको हो कि हैन? तपाईँले हेरेर यो ठिक छ भने हो कि हैन? हो, तपाईँ सुन्नु नि त। अनि रिपोर्ट भनेको के हो त? तपाईँहरू रिपोर्ट पाइन भन्ने। अनि मलाई सुन्नुहोस् एउटा कुरा, त्यसैले मेरो निष्ठामाथि पनि प्रहार भएको छ। हामी सभामुखलाई छानबिनका लागि अनुरोध गर्न चाहन्छौँ। छानबिन पछाडि गल्ती भयो भने रामरी खतिवडा जस्तो सुकै सजाय मेरो गल्ती देखियो भने सजायको भागी बन्न तयार छ। मान्य सदस्यहरू मार्ग प्रशस्त गर्नुहोस् भन्नुभयो। तर म फेरि पनि भन्छु, कुनै पनि इस्युमा रामरी खतिवडाको यस्तोमा यिनै कुनै पनि इस्युमा समितिको रायभन्दा बाहेक एउटा मैले थपेको भनेको निजा राजीनामा दिएपछि र अन्य सरकारी दुईटा भन्दा बाहेक राम्ररी केही थिएन। तर यो हामीले गरेको निर्णयलाई उल्ट्याउने र बिगार्ने काम कहाँ बस्छ भनेर हामीले आज जान्न चाहेका थियौँ। अलिअलि अनुभूति भएको छ। यसबारेमा सम्मान्य सभामुखसँग पनि हामी अनुरोध गर्न चाहन्छौँ। र मेरो नैतिकताको कुरा पनि आयो मान्य सदस्यहरू। नैतिकताको कुरा, मैले पनि राजनीतिमा कसैको निगाहले म यहाँ आएको होइन, निर्वाचित भएर आएको हुँ। एकपटक होइन, त्योभन्दा बढी पनि भएको होला। मेरो बाउ शहीद भएर पनि आएको होइन, म चन्दा दिएर पनि आएको होइन। म राजनीतिमा दुःखै गरेर आएको हुँ। भएका निर्णयहरू गलत कामले व्याख्या गर्ने हामीलाई थाहा नदिकन यो हुन सक्छ। यो एकदम गम्भीर अपराध भएको छ। यो कुराको छानबिन हुनुपर्छ। निजामती कर्मचारी र अन्य कर्मचारीको सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले 2 वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी नियुक्ति पाउने छैन भनी समितिको प्रतिवेदन व्यवस्था गरेको र पारित गरेको यो विषयमा आजको बैठकमा अनुसार पारित भएको विषय हो। त्यतिखेर पारित भएको विषय हो। उक्त दफा 4 लाई निष्क्रिय होइन, सर्वसम्मतिबाट उक्त दफा 4 लाई निष्क्रिय गराउने गरी सोही विधेयकको उपदफा 4 पछि उपदफा क्रम मिलाउँदा कायम हुने उपदफा 5 राख्नु नपर्ने विधेयकको व्यवस्थालाई यथावत राखेको कारणले यो विधेयक समितिको प्रतिवेदनको उपदफा 4 ले गरेको व्यवस्थालाई र भावनालाई कुठाराघात हुने गरी उपदफा थपी पारित भएको कारण राज्य व्यवस्था तथा सुशासन बैठकले उक्त 82 को कुलिङ पिरियड सम्बन्धी व्यवस्थालाई समितिले पास गरेको भावना अनुसार प्रतिवेदनको बुँदा 43 मा आवश्यक संशोधन गर्ने व्यवस्था मिलाइदिनु हुन राष्ट्रिय सभालाई हार्दिक अनुरोध गर्ने निर्णय गरियो। यति गम्भीर प्रकारको घटना घट्यो कि महिनौं दिनसम्म लगाएर चाहिँ बनाएको के अरे जुन निर्णय छ भएको निर्णय छ त्यसलाई लत्याएर फरक ढङ्गले चाहिँ प्रतिवेदन बनाउने कुरामा सभापतिजी र सचिवको दस्तखत हुनु र उहाँहरूले हामीले चाहिँ अरूबाट मन्त्रालयबाट जे आयो त्यसैमा विश्वासको आधारमा हामीले दस्तखत गरेर पठायौँ भनेर भन्ने जस्तो कुरा गैर जिम्मेवार कुरा तपाईँहरूको मुखबाट आउनु यो शोभनीय कुरा होइन। त्यसकारणले म फेरि भन्न चाहन्छु, नैतिकताको हिसाबले यहाँहरूले यो समितिको नेतृत्व दिन मिल्दैन। यहाँ दुईटाले यो विषयलाई छानबिन गर्नका निम्ति र कारबाहीको प्रक्रिया अगाडि बढाउनका लागि माननीय सभापतिज्यूले मार्ग प्रशस्त गरिदिनुपर्छ। संसदलाई छोड्न नगर्नुस्। विशिष्ट कर्मचारीहरूले नारा लगाएका भरमा, विशेष कर्मचारी थर्काएका भरमा, राजीनामा गर्छौँ भनेका भरमा तपाईँहरूले जबरजस्ती थप्नु भएको भन्ने कुरा प्रेसरमा थप्नु भएको ठुलोको हात छ। त्यसैले कम्तीमा संसदीय समिति बन्नुपर्छ भन्दै यो विधेयक राष्ट्रिय सभाबाट बुझ्नुपर्छ। जबसम्म समिति बस्दैन, म सबैसँग सल्लाह भन्न चाहन्छु नानीलाई, जबसम्म एउटा समिति बन्दैन, संसदबाट समिति बन्दैन वा त्योभन्दा माथिल्लो बन्दैन, जबसम्म हामीले पास गरेको कुरा राष्ट्रिय सभामा के भने त्यहाँ जो 72 घण्टापछि जो निवेदन हालिन्छ, जो त्यहाँ पेश गरिन्छ, त्यसलाई सरकारले नस्वीकारेसम्म यो राज्य व्यवस्था समितिको बैठक बस्न सक्दैन भन्ने कुरा सबैले आज हामीले भन्नुपर्छ। कसैले यो विश्वास भन्ने कुरा, माया भन्ने कुरा, आदर भन्ने कुरा, मागेर पाउने कुरा होइन। मलाई किन नमस्कार नगरेको भनेर त कसैले नमस्कार गर्दैन। नमस्कार भनेको त यहीँदेखि झुकेर आउनुपर्छ। नैतिकता भनेको कुरा चाहिँ आफूले देखाउने कुरा हो। फेरि पनि विषयवस्तु यसमा छानबिन चाहिँ समिति सभापतिदेखि सबैलाई गर्नुपर्छ। कुरो त त्यत्तिकै छैन। मान्य सभापतिज्यूले त हामीलाई यहाँ भनेको त कुलिङ पिरियड जसरी राख्नुपर्छ भने त भनिरहनु भएको थियो, भनिरहनु आएकै हो। अब त्यो चाहिँ अब व्यवहारमा आउँदा त के देखियो भनेर भन्दा सही त उहाँकै हो।
जस्तो बनाउनु स्वागत छु। यो हामी अभिनय नगर यो फिल्म सुटिङ समितिको बैठक हो। तपाईँले बोल्ने बेला बोल्नु पर्छ सभापतिज्यू। तपाईँ आफैले प्रतिवेदनमा सही गरेर पठाउने तपाईँ अनि तपाईँले चाहिँ त्यही कारण सुन्नु भयो। त्यही कारण मान्छेले बोल्दा सुन्नु भयो सभापतिज्यू। सुनेरै जवाफ दिइरहेको छ फेरि पनि भने हिजो पनि यदि अब यो यस्तै भयो भने त हामीले प्रहरी विधेयक कसरी लगाउने? हामीले दफावार हेरेर अन्तिममा छलफल गर्दाखेरि अहिले उपदफा 4 थपिएको सन्दर्भमा अहिले उपदफा 5 मा भएको विषयलाई चाहिँ कसरी मिलाउन सकिन्छ भन्ने हिसाबले छलफल हुन सकेन। हामीले अन्तिममा त्यो हिसाबले छलफल गर्न सकिएन। त्यो हिसाबले छलफल गर्न सकिएन। त्यो हिसाबले छलफल गर्न सकिएन र अन्तिम मैले अघि पनि भने अन्तिम प्रतिवेदनको छलफलमा चाहिँ यसरी अन्तरङ्ग यो हिसाबले छलफल पनि नभएकोले धेरै कुरा चाहिँ त्यहाँ हामी छलफलमा सहभागी हुन नसकेको अन्तिम प्रतिवेदनको सन्दर्भमा चाहिँ मैले त्यति अनुरोध गरेँ। अरू पदमा पनि नियुक्ति लिन पाउँदैन भन्न खोजेको आशय हो। यसमा भाषिक हिसाबले चाहिँ केही त्रुटि छ भने नियुक्ति पाएको पदमा नियुक्ति लिन भन्छ नि त भन्ने हाम्रो बुझाइ छ। अब यसलाई अब अनि तपाईँ क्लियर गर्नुहोस् उहाँ मान्नेको क्वेसन्सलाई क्लियर गर्नु। यसको अर्थ फेरि यो मिलाउनै पर्दैन यो जस्ताको तस्तै ठिक छ भन्न खोजेको चाहिँ होइन। मैले फेरि त्यो भन्न खोजेको होइन तर होइन त्यो चाहिँ मैले भने यसलाई व्याख्या जसरी पनि हुन सक्ने अवस्था छ तर व्याख्या क्लियर हुने गरी गर्नुपर्छ। त्यसमा दुई मत छैन। यो 4 मा के भनेको छ निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले 2 वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउने छैन भनेर क्लियर लेखेको छ। अब म 5 को बारेमा बोल्छु। 2 मा के भन्ने हो भने उपदफा 4 उपदफा क्रम मिलाउँदा अब कायम हुने उपदफा 5 मा रहेका नेपाल सरकारको पूर्व स्वीकृति नलिई भन्ने शब्दहरू मात्रै झिक्ने भनिएको छ। त्यो पुरै दफा हटाउने त्यसलाई कलेक्सन गर्ने केही पनि भएको छैन। त्यो मैले भने नि रेकर्डिङमा अझै पनि छ। जे चाहिँ यहाँ राखियो यही आएर एकछिन सुन्नु त्यो बारेमा मैले कानुन के छ भने दुईटा कुरा पहिलो एउटा महिमा कुरा राखु सचिवज्यूको सचिवज्यूको दुईटा कुरा एउटा हो सुन्नु न सचिवज्यू तपाईले अहिले समिति कहाँबाट छ भन्ने आज क्लियर हुनुपर्छ भनेर म आम जनतालाई ठिक ढङ्गले बुझाउन नसक्दाखेरि हामीले आन्दोलनलाई प्रभावकारी बनाउन सकेनौँ र परिणाममुखी बनाउन सकेनौँ। तर फेरि पनि भन्छु हामीले यो देशमा यथास्थितिको अन्त्य गरेर एउटा नयाँ सम्झौताबाट समझदारीबाट देशलाई अगाडि लानको लागि आन्दोलन गर्नै पर्छ र आन्दोलन उठाउनै पर्छ र हामीले गर्ने संगठनका सबै क्रियाकलापहरू आन्दोलनको तयारीको रूपमै हामीले बुझ्नुपर्छ। हामीले गर्ने गाउँ नगर अधिवेशन होस्, जिल्ला अधिवेशन होस्, पार्टीको महाधिवेशन होस् अथवा अरू कुनै पनि क्रियाकलाप होस्, हामीले निर्वाचनमा भाग लिने र संसदमा पुग्नेसम्मको कुरा होस्, त्यो आन्दोलनको तयारीकै लागि कि हामीले देशको अहिलेको ठुलो समस्या भ्रष्टाचार भनेर भनिराखेका छौँ, भ्रष्टाचारको रूपमा देखिराखेका छौँ। यतै भ्रष्टाचार उतै भ्रष्टाचार। पहिले कहाँ भ्रष्टाचार भयो भनेर खोज्नुपर्ने थियो, तर अहिले कहाँ भ्रष्टाचार भयो भनेर होइन, कहाँ चाहिँ भ्रष्टाचार छैन भनेर खोज्नुपर्ने अवस्था छ। भ्रष्टाचार नभएको ठाउँ चाहिँ कहाँ होला भनेर खोज्नुपर्ने अवस्था छ। त यत्रो ठुलो भ्रष्टाचारको कुरा हामीले गर्दाखेरि आधारभूत रूपमा मूल रूपमा भ्रष्टाचार कसले गर्छ त? भ्रष्टाचार तपाईँ यहाँ तल बस्ने मान्छेले गर्नुहुन्छ र भ्रष्टाचार त कसले गर्ने हो? यहाँ आएर बोल्ने खालको नेताहरूले गर्ने हो। भ्रष्टाचारी को हो? मूल रूपमा नेताहरू हो, नेतृत्वले गर्छ। तर त्यसलाई कारबाही गर्ने हाम्रो देशमा संवैधानिक निकाय को हो त? अख्तियार हो, अदालत हो,
बडो सम्मानपूर्वक भन्छु, नेताले नियुक्ति गरेका ती मानिसहरूले नेताहरूलाई कारबाही गर्छ कि गर्दैन होला त? आफूलाई नियुक्ति गर्नेलाई कारबाही गर्छ कि गर्दैन होला? भ्रष्टाचार नेताले गर्छ, नेतालाई कारबाही गर्नुपर्ने, तर कारबाही गर्ने ठाउँमा को छ? नेताले नै नियुक्ति गरेका मानिसहरू छ। त्यसकारण समस्या व्यवस्थामा छ। राजदूतहरूको किनबेच हुन्छ। देश देशको सम्बन्ध कायम गर्नुपर्ने, देशको प्रतिष्ठासँग काम गर्नुपर्ने मानिसहरू पैसा तिरेको भरमा, पार्टीको सेवा गरेको भरमा राजदूत भएर जान पाउने व्यवस्था छ। बिचौलियाहरूले तय गरे अनुसार देशमा कानुन बन्छ, बिचौलियाहरूले तय गरे अनुसार मानिसहरूको नियुक्ति हुन्छ। अनि यहाँ एउटा नेता फेरेर मात्रै तात्विक परिवर्तन हुँदैन। यस्तो भन्ने छैन कि हाम्रो नेताले मात्रै भ्रष्टाचार गरेको हो, तिम्रोले गरेको थिएन भनेर त्यस्तो तर्क गरेर जाने छैन। भ्रष्टाचार जसले गरेको भए पनि, जहिले गरेको भए पनि, जति गरेको भए पनि, धेरै गरेको भए पनि, थोरै गरेको भए पनि दण्डित हुनुपर्छ भन्ने मान्यता बोकेर राष्ट्रिय प्रजातन्त्र पार्टी अगाडि बढ्छ।